बजाउनु गर्नु तँ पनि कान्छो बाबुको छोरो ऊ पनि कान्छो बाबुको छोरो दाजुभाइमा किन जुझाउनु बजाउनु तँलाई मैले यो कुरो भने पनि थिइनँ तैँले उहीँबाट बरु थाहा पाएर चाहिँ यसरी भने रहेछ भनेर भनिस् अनि हिजो फोन गरेर धुन्नान गरेको धुन्नान अनि उताको टेन्सन आएर अनि मसँग रिसाएर हुन्छ त खाउँ त उता दाजुभाइले के भनेर मलाई पो के अरे त के खान भने अब अहिले के कुरामा न्यु खोज्यो हो फेरि तपाईँले के गरे अरे त के गर्नु अनि त्यतिकै के खान न्यु खोज्यो अस्ति न्यु खोज्यो भने होइन त मैले त्यो सुदीपेले ओजोले भने रघुनाथलाई फोन गरेको धुलखेल हस्पिटल नेरीबाट अरे किन त्यस्तो गरे दाजुभाइ पनि कता तपाईँले के गर्दै खाएर तिनीहरू कसको हो अनि त्यही त किन त्यस्तो गरे तपाईँले अंश चाहियो अरे चुवरलाई अंश कस्तो अंश चाहियो ल उहिले अंश खाएर छुट्टै बसेर अहिले फेरि न्यु खोजे अरे छ्या कता न्यु खोजे अनि उहाँको रिसाएर यहाँ बुनबुनिया छ त्यसै ऊ त्यो मोजा खोल्नु माटो हौ छे त्यस्तो लाएर जानु त्यो मोजा नि फेर्नु हेर्न नहुने भएको छ अनि तपाईँलाई चाहिँ अहिले के भने अरे रघुनाथ दाइले के भन्यो मलाई त केही भने होइन उसले बिहान फोन गरे हिजो धुनचक्रो गरे रे फोन गरेर अन्त मोजी पनि मलाई चाहिएको छैन म यसै डाँडो काटेर हिँडेँ त्यसै डाँडो काटेर हिँडेँ तँलाई म चाहिएको छैन मलाई तँ चाहिएको छैन भनेर धुन्नान पऱ्यो अरे धुन्नान गरेर कुरा जुदाउनु बजाउनु तैँले गरे होस् भनेर भन्यो अरे अहिले कहाँबाट यस्तो कुरो निस्किया हो फेरि तँलाई मैले सुनाएको पनि थिइनँ बरु तैँले चाहिँ सुनेर चाहिँ उसले मुख छाड्यो मेरो पनि मर्यादा नराखिकन मुख छाडिरहेछ त्यतिखेर मुख छाड्यो मैले तँलाई भने पनि थिइनँ तैँले नै बरु थाहा पाएको रहेछस् थाहा पाएर मलाई फोन गरेको थिइस् तैँले भनेर भन्दै थियो होइन भने तपाईँको दाइले चाहिँ किन न्यु खोज्यो होला आजभोलि त्यतिकै नम्बर पत्ता लगाएर आइर्छु यसको यसलाई मैले जाने हे छोडिदिनु चुप ल्याएर जेसीको भन्नु न त भगवान्ले देखिरहेछन् नम्बर पत्ता लगाएर आएको छु मैले यसलाई मैले नम्बर पत्ता लगाएर के गर्नु भगवान्ले देख्छन् भने हामीले के गर्दै के गरेको थिएन नि कमायो बन्दोबस्त भयो खाना नपाओस् भनेर पनि गराइदिए बन्दोबस्त भयो त्यही डाँड भएको बन्दोबस्त गर्यो घर बनायो त्यसको छैन तिनीहरूको छैन घर हाम्रो मात्रै छ र घर सबैको छ त अनि उता रिसो के सुन्दा रहेछ नि अनि घर आएर मलाई पो त्यत्तिकै ल खाना आउनु भने त खाऊ जो मलाई रिस गरेँ अरे मैले कहिले रिस गर्नु अनि भोट हाल्नुभयो त अनि भोट हाल्न आएको थियो होला नि त्यहाँतिर मरेन उयो भोटर लिस्ट लैसकेको थियो कि खै थिएन लैसक्यो होला भोटर लिस्ट घरै नभए चाहिँ के राख्नु त्यसको खबर किन अहिले चाहिँ ऐरो खेत गरेर यत्रो वर्षसम्म केही नि भनेको थिएन त अहिले त के भयो त पहिलेदेखि न्यु खोजिएको थियो अरे एकदिन कवि स्वास्नीलाई नि मुख छाड्यो अरे त्यो लाउनु किन नगएको भनेर भने त आमा मर्दा किन नआएको नि मैले बिदा पाइनँ भनेर बसेको थिएँ तेरो आमा बेलुका मर्ने थिएँ हाम्रो बुढालाई नछोड भनेर भनेको थियो त किन छोडेर आइनस् त भनेर भने अरे अंश पाएको छैन भनेर त्यतिखेर भने मैले अंश पाएको छैन भनेर भने अरे झुसेलाई अनि अंश देखाइन त अनि अंश त्यही कवि काकालाई बेचेर हिँडिया जग्गा होइन अन्त खाइसके जग्गा के खानु गरे तल पर्ने कुरा गरेको नि चुवरले हालो न मुद्दा के मुद्दा हाल्ने रे अब हाल्छ मुद्दा छे कता दाजुभाइ हेट उहिले छुटेर बसे अब उहिले सम्पत्ति भाग लागिसक्यो अहिले आएर के खान न्यु खोजेर के खान भाइ चाहिँलाई देखिन छ अब कुन चाहिँले उचाल्यो होला उचालिया होला अर्काले उचालिँदैमा उचालिदिने हो र उचालिदिन्छ नि अब ती तरकारी सरकारी ती दिने धान काट्ने बेला धान काट्न जाने आलु खन्ने बेला आलु खन्न जाने अनि सबै सिकाउँदियो आजकहिले
त्यो युवराजको स्वास्नीलाई रुन्छ यो बिचरा धुन्नान मुख छाडिकरी बोलचाल रहेछ अहिले कसले हातबाइले बुहारीले उचालिस भनिकरी रुन्थेन आज यो चाहिँ निक्लिनु पर्ने त निस्केर हिँडिस् भनेर रोएर होइन हिँड्न नसक्नु भएको रहेछ पाइलो साथ नसक्ने अहिले बिचरा धेरै टेन्सन लिएर नभर्नु कसले के गरेर आफ्नो यहाँ घर परिवार मिले भइहाल्यो भने तिनीहरू उहिले छुट्या सबलाई थाहा छँदैछ त्यत्तिकै टेन्सन लिएर बसेर हुन्छ उसै त झन् त्यो टेन्सन माथि टेन्सन दिएको नि त्यो अब टेन्सन भइछ मानसिक औषधि खाइछ अब यसलाई त अलिकति केही भन्यो भने झन् ऊ हुन्छ यो बौलाएर हिँड्नुहोस् भनेर त्यो तिनीहरूले त्यो अनि खुचिङ पऱ्यो भन्नलाई त्यस्तो गरे नि आफू कन्ट्रोल बस्ने घरकाले यहाँ केही भने होइन घरमा पो झगडा भयो पो अलिक टेन्सन हुन्छ त्यो त अब बाहिरी मान्छे को हो तिनीहरू त ल अनि फेरि हेला गरेर चाहिँ मलाई यस्तो भएको अरे हेला गरेर रे मैले हेला गरेँ अरे ऊ ल्याएर मलाई दोष जता नि म त अलिकति हाँसी खुसी बस्या त देख्नै नहुने त्यो टिकटक बनाएको डाब हो कि त्यस्तो छ अरे ए त्यो दिचेले भनेखेरि त्यो चाहिँ राणी को दिचे कसको दिचे त्यही रन्नीको दिल्ली के त्यसमा नि अरे मेरो भिडियो हेर्न आउने अनि म खुसी भएको रमाएको त देख्न नसक्ने मैले केही गरेँ होइन ल भगवान्लाई थाहा अनि मैले हेला गरेँ त छैन मैले हेला गरेको छ भने आहा त ल अनि चुप लाग्नु आउनु ए तात त